स्वागत छ। आज हामी लगानीको दुनियाँका एक भनौँ न पथ प्रदर्शक बेन्जामिन ग्राहमको निकै चर्चित किताब द इन्टेलिजेन्ट इन्भेस्टर बारे अलि गहिरो कुराकानी गर्दैछौँ। नमस्ते। यो किताब त कस्तो भने नि वारेन बफेट जस्ता दिग्गजले नै लगानीमा लेखिएको सबैभन्दा राम्रो किताब भन्नुभएको छ। हो त, अनि यो त खालि प्रशंसा मात्रै होइन नि, होइन र? बिल्कुल होइन। ग्राहमको उद्देश्य रातारात कसरी धनी बन्ने भनेर सिकाउनु थिएन, बरु लगानीको लागि एउटा बलियो तर्कसङ्गत आधार कसरी बनाउने भन्ने थियो। एउटा यस्तो आधार जसले बजारको त्यो हल्लाखल्ला र मान्छेको भावनाको उतार चढाउबाट बचाओस्। ठ्याक्कै। आज हाम्रो पनि प्रयास के रहन्छ भने नि उहाँका ती आधारभूत सिद्धान्तहरूलाई सरल भाषामा तर अलिक गहिरोसँग बुझ्ने कोसिस गर्ने। ल त्यसो भए सुरु गरौँ है त। ग्राहमले सबैभन्दा जोड दिएको कुरा लगानीकर्ता र सट्टेबाज बीचको भिन्नता, यो के हो खासमा? यो एकदमै आधारभूत कुरा हो। ग्राहम भन्नुहुन्छ लगानी भनेको चाहिँ अब राम्रोसँग विश्लेषण गरेर आफ्नो लगानी सुरक्षित रहोस् र सन्तोषजनक प्रतिफल पनि आओस् भन्ने सुनिश्चित गर्ने काम हो। मतलब सोच विचार गरेर गरिने काम हो। लगानीकर्ताले शेयरलाई के देख्छ भने नि कुनै कम्पनीको हिस्सा अनि त्यसको वास्तविक भित्री मूल्य कति छ भनेर खोज्छ, बजार भाव मात्रै हेर्दैन। अनि सट्टेबाज चाहिँ कस्तो हुन्छ त? सट्टेबाजको ध्यान चाहिँ मुख्य रूपमा केमा हुन्छ भने शेयरको भाव कति छिटो बढ्छ, कति माथि जान्छ। मूल्यको उतार चढाउमा मात्रै हो। प्राय त्यस्तै। कम्पनी कस्तो छ भन्दा पनि बजारमा के हल्ला चलिरहेछ, अरूले के सोचिरहेछन् त्यसमै बढी ध्यान दिन्छन्। ग्राहमको एउटा भनाइ पनि छ नि यसमा, होइन? छ नि। उहाँले भन्नुभएको छ लगानीले लगानीकर्ताको लागि पैसा कमाउँछ, सट्टेबाजीले ब्रोकरको लागि। ओहो, निकै अर्थपूर्ण कुरा। ल अब अलि अगाडि बढौँ। ग्राहमको अर्को एकदमै चर्चित अवधारणा मिस्टर मार्केट। यो सुन्दा रमाइलो लाग्छ, तर यसको अर्थ के हो? यो एउटा कस्तो भने नि शक्तिशाली मानसिक औजार हो। सोच्नुहोस् न, बजार भनेको तपाईँको एकजना व्यापारिक साझेदार हो, अलि मुडी खालको। मुडी कस्तो खालको मुडी? कस्तो भने ऊ हरेक दिन तपाईँ कहाँ आउँछ, कि त तपाईँको शेयर किन्न खोज्छ कि तपाईँलाई आफ्नो शेयर बेच्न खोज्छ, अनि हरेक दिन उसको भाव फरक हुन्छ। कहिले एकदमै उत्साही भएर महँगो भाव भन्छ। हो, अनि कहिले चाहिँ एकदमै निराश भएर डराएर कौडीको भावमा दिन तयार हुन्छ। अनि बुद्धिमान लगानीकर्ताले के गर्नु पर्यो त? बुद्धिमान लगानीकर्ताले मिस्टर मार्केटको त्यो मुडबाट प्रभावित हुने होइन, बरु उसको त्यही मुडको फाइदा उठाउने। कसरी? जब ऊ डराएर सस्तोमा बेच्न आउँछ नि तब किनिदिने। जब ऊ एकदमै हौसिएर लोभिएर महँगो भाव लगाउँछ तब उसैलाई बेचिदिने। मतलब बजारको भावना सनै बग्ने होइन कि त्यसलाई आफ्नो फाइदाको लागि प्रयोग गर्ने। ठ्याक्कै। बजारको हल्ला र अरूको डर लोभलाई आफूमाथि हावी हुन नदिने। यो त भयो मिस्टर मार्केटको कुरा। तर जोखिम कम गर्न ग्राहमले अर्को एउटा एकदमै महत्त्वपूर्ण सिद्धान्त दिएका छन् नि, सुरक्षाको मार्जिन अथवा मार्जिन अफ सेफ्टी। हो, यो त ग्राहमको लगानी दर्शनको अब भनौँ न केन्द्रबिन्दु नै हो। के हो त यो सुरक्षाको मार्जिन भनेको सरल भाषामा भन्दा? यसको सोझो अर्थ हो कुनै पनि सम्पत्ति किन्दा त्यसको आफूले अनुमान गरेको जुन वास्तविक मूल्य हुन्छ नि त्योभन्दा राम्रै छुटमा, मतलब निकै कम मूल्यमा किन्नु। छुटमा किन्नु? तर यो केवल सस्तोमा किन्नु मात्रै होइन, यो त एक किसिमको भनौँ न बफर हो। बफर? कस्तो बफर? यस्तो बफर जसले भविष्यमा केही गडबड भयो भने या आफ्नो विश्लेषणमै केही गल्ती भयो भने पनि ठूलो क्षति हुनबाट जोगाउँछ। एउटा सुरक्षा कवच जस्तो भयो, होइन त? हो, ठ्याक्कै। अनावश्यक जोखिमबाट बच्ने एउटा तरिका। यसले तपाईँलाई खेलमा टिकाइराख्न मद्दत गर्छ। अनि यसैसँग जोडिएको अर्को कुरा पनि छ सायद, लगानीलाई व्यवसाय जस्तै हेर्ने। बिल्कुल, यो पनि निकै महत्त्वपूर्ण छ। शेयर किन्नु भनेको केवल कागजको टुक्रा किन्नु होइन, बरु कम्पनीमा हिस्सेदार बन्नु हो। हो, तपाईँ त्यो कम्पनीको सानो मालिक बन्नु भएको हो। त्यसैले त्यो कम्पनी कसरी चल्छ, पैसा कसरी कमाउँछ, यसको व्यवस्थापन कस्तो छ, भविष्य कस्तो देखिन्छ, यी सब कुरामा ध्यान दिनु पर्यो। खालि दिनदिनैको शेयरको भाव हेरेर मात्रै भएन। भएन। त्यो त सट्टेबाजको काम भयो। लगानीकर्ताले त व्यवस्था बुझ्नु पर्यो। सुन्न त यी सबै सिद्धान्तहरू एकदम तर्कसङ्गत लाग्छन्। गर्न चाहिँ गाह्रो होला नि? गाह्रो त अवश्य हुन्छ।
किनकि ग्राहमले भनेअनुसार लगानीकर्ताको सबैभन्दा ठूलो चुनौती बाहिर होइन, भित्रै छ। भित्रै मतलब लगानीकर्ताको सबैभन्दा ठूलो समस्या र सबैभन्दा ठूलो शत्रु ऊ आफै हो, हाम्रो आफ्नै मन, हाम्रा भावनाहरू। डर र लोभ। हो, डर र लोभ। बजार घट्न थाल्यो कि डर लाग्छ, बेचिहालौँ जस्तो हुन्छ। बजार वात्तै बढ्यो कि लोभ लाग्छ, किनिहालौँ, छुट्छ कि जस्तो हुन्छ। यी भावनाहरूले सही निर्णय लिन दिँदैनन् र तर्कशक्तिलाई नै कमजोर बनाइदिन्छन्। त्यसैले ग्राहमले भावनात्मक नियन्त्रण र अनुशासनमा यति धेरै जोड दिएका हुन्। मतलब पोर्टफोलियो कस्तो चल्दैछ भन्दा पनि आफूले कस्तो व्यवहार गरिँदैछ भन्ने कुरा महत्त्वपूर्ण भयो। निश्चित रूपमा। बजारको उतार चढाव त भइरहन्छ, त्यो स्वाभाविक हो, तर त्यस्तो बेलामा आफू कति शान्त र अनुशासित रहन सकिन्छ, त्यसले नै दीर्घकालीन सफलता निर्धारण गर्छ। यो त निकै गहिरो आत्मअनुशासनको कुरा भयो। अब अलिकति पोर्टफोलियो नीतिको कुरा गरौँ न त। ग्राहमले लगानी कसरी मिलाएर राख्ने भन्नेबारे केही सल्लाह दिएका छन्? दिएका छन्। उहाँले लगानीकर्तालाई 2 प्रकारमा छुट्याउनु भएको छ। एउटा रक्षात्मक, डिफेन्सिभ। रक्षात्मक कस्तो खालको? जो चाहिँ धेरै जोखिम लिन चाहँदैनन्, धेरै झन्झट गर्न चाहँदैनन्, सुरक्षालाई प्राथमिकता दिन्छन्। अनि अर्को उद्यमी, एन्टरप्राइजिङ, जो चाहिँ अलि बढी अनुसन्धान गर्न, समय दिन र अलि बढी सक्रिय हुन तयार हुन्छन्। अनि सबैको लागि एउटा साझा सुझाव जस्तो केही छ? एउटा आधारभूत सुझाव चाहिँ के छ भने आफ्नो लगानीलाई उच्च गुणस्तरको बन्ड र राम्रा कम्पनीका साधारण शेयरहरू बीच सन्तुलित रूपमा बाँड्नु। कति जति शेयरमा, कति बन्डमा, के नियम छ? उहाँको एउटा सामान्य नियम थियो, शेयरमा 25% भन्दा कम पनि नहाल्ने अनि 75% भन्दा बढी पनि नहाल्ने। मतलब सधैँ एउटा सन्तुलन कायम राख्ने। हो। अनि सिद्धान्ततः के गर्नुपर्छ भने जब बजार एकदमै महँगो भएको जस्तो लाग्छ, तब शेयरको हिस्सा घटाएर बन्ड बढाउने। अनि जब बजार एकदमै सस्तो भएको जस्तो लाग्छ, तब उल्टो गर्ने, शेयर बढाउने, बन्ड घटाउने। तर यो भन्न जति सजिलो छ नि, गर्न गाह्रो छ। किन? गर्न निकै गाह्रो छ, किनकि यो हाम्रो मानवीय स्वभावको ठीक विपरीत छ। जब सबै डराइरहेका हुन्छन्, तब किन्नुपर्छ। जब सबै लोभिएका हुन्छन्, तब बेच्नुपर्छ। यो भिडको पछि लाग्ने हाम्रो प्रवृत्ति भन्दा उल्टो भयो नि त। हो त, यो त निकै अनुशासन चाहिने कुरा रहेछ। एकदमै। ल, अब हामीले ग्राहमका धेरै महत्त्वपूर्ण विचारहरूमा छलफल गर्यौं। यो सबै कुराकानीलाई समेट्दा उहाँको दर्शनको मूल सन्देश के होला त? उहाँको दर्शनको निचोड के हो भने नि, जीवनभर सफलतापूर्वक लगानी गर्नको लागि तपाईसँग कुनै असाधारण खालको बुद्धि हुनुपर्छ, वा विशेष व्यापारिक अन्तर्दृष्टि नै चाहिन्छ, वा कसैले नपाएको भित्री सूचना नै चाहिन्छ भन्ने होइन। त्यसो भए के चाहिन्छ त? बरु के चाहिन्छ भने निर्णय लिनको लागि एउटा सही भरपर्दो बौद्धिक संरचना, एउटा सोच्ने तरिका, अनि त्योभन्दा पनि महत्त्वपूर्ण आफ्ना भावनाहरूलाई त्यो संरचना बिगार्नबाट रोक्ने क्षमता। अनुशासन र तर्कसङ्गत सोच, होइन त? हो, अनुशासन, धैर्य र तर्क। अनि आजको यो हाम्रो गहन कुराकानीको अन्त्यमा श्रोताहरूलाई सोच्नको लागि छोड्ने एउटा विचार के हुन सक्छ? ग्राहमले नै सङ्केत गर्नु भए जस्तो हामीले लगानीबाट कति प्रतिफलको आशा राख्ने भन्ने कुरा हामी कति जोखिम मोल्न सक्छौं भन्नेमा मात्र भर पर्दैन। अरू केमा पर्छ त? त्योभन्दा बढी त हामी कति बौद्धिक प्रयास गर्न तयार छौं, कति समय र मेहनत लगानी गर्न इच्छुक छौं भन्ने कुरामा भर पर्छ। ओहो, कति कमाउने भन्दा पनि कति प्रयास गर्ने भन्ने कुरा महत्त्वपूर्ण भयो। कति गहिरोसँग बुझ्न प्रयास गर्ने, कति अनुशासित हुने भन्ने कुराले प्रतिफल निर्धारण गर्छ। खाली आँखा चिम्लेर जोखिम लिँदैमा हुँदैन। यो त निकै मनन योग्य कुरा भयो र सायद सधैँ सम्झाउनु पर्ने मूल मन्त्र चाहिँ त्यही सुरक्षाको मार्जिन नै होला, होइन त? हो, बिल्कुल। सधैँ याद राख्नुपर्ने सुरक्षाको मार्जिन। सायद यही नै हो बुद्धिमानी लगानीको सबैभन्दा भरपर्दो र सुरक्षित बाटो। एकदमै। ल, आजको यो छलफल निकै उपयोगी रह्यो। धन्यवाद। धन्यवाद।